हम लोग डांस देख रहे हैं। हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई आजको मेरो डे 21 मिनी भ्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि यहाँ एकदमै सन्चै छु। सो बिहान उठेर चाहिँ म पहिला नास्ता बनाउन थालेँ। आज चिसो कि अरू दिनभन्दा यस्तो थियो कि पुरै यस्तो चिसो हावा चलिरहेको थियो। अनि म फटाफट नास्ता बनाएँ। नास्ता बनाएर चाहिँ अनि म कलेजको लागि रेडी हुन थालेँ। आज चाहिँ चिसो यस्तो थियो, म त भित्र हाइनेक लगाएर त्यसपछि ज्याकेट लगाएर त्यही पनि कस्तो चिसो भइरहेको थियो कि। अनि त्यसपछि म नास्ताहरू खाइसकेपछि कलेजको लागि निस्किएँ। यता मेरो बहिनीहरू पनि हेर्न सक्नुहुन्छ। अनि हामी कलेज गइसकेपछि टिफिन टाइममा चाहिँ फेरि चटपट खाना आयौँ। अनि चटपट पनि आजको चटपट देखि पनि कस्तो मिठो रहेछ, तर खाँदा पनि यस्तो मिठो थियो कि। अनि त्यसपछि हामी कता डान्स सिक्न लाग्यौँ। अब हाम्रो डान्स गर्ने दिन पनि आइसक्यो नि त। अब हामी 23 गते चाहिँ हाम्रो एकदम धमाका प्रस्तुति रहेको छ। अनि त्यसपछि यता हाम्रो बेसमा त्यो रुईहरू पनि लगाउन सकिसकेको थियो। अनि म पैसा समातेर चाहिँ जाँदैछु चिकन लिन। आज जाडो पनि लास्टै थियो अनि कस्तो मासु खान मन लाग्यो क्या। अनि मासु पसल गएँ, मासु लिएर अनि घरतिर आएँ। अनि पहिला चाहिँ भात लगाएँ। अनि अब चाहिँ सबै खानेकुराहरू हामी चाहिँ चुलोमै पकाउँछौँ। अनि लास्टमा चिकन मसला हालेर हाम्रो मासु चाहिँ एकदमै रेडी हुन्छ। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ एन्ड बाई।